नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। सुनसरीमा हायसको ठक्करबाट एकजनाको मृत्यु, नुवाकोटमा टिपरको ठक्करबाट एकजनाको मृत्यु। समायोजनको विषयलाई लिएर सरकारी चिकित्सकहरूको आन्दोलन जारी नै, आफूहरूलाई सङ्घर्ष अन्तर्गत राख्न माग। नेपाललाई डिजिटल रूपमा आर्थिक क्रान्ति र समृद्धतर्फ लैजाने आवश्यक रहेको सञ्चार मन्त्री बास्कोटाको भनाइ। तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी। र पाकिस्तानको क्वेटामा बम विस्फोट, 16 जनाको मृत्यु। अब समाचारमा विस्तार। सुनसरीको रामधुनी नगरपालिका 3 जाल्पा पेट्रोल पम्प अगाडि आज हायस गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम जाँदै गरेको 4ख 1422 नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको को 23 प 7719 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक इनरवा नगरपालिका 6 मधेसा बस्ने 35 वर्षीय गजेन्द्र खवास चौधरी मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका 16 बस्ने 55 वर्षीय अशोक शाह घाइते भएका छन्। उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। ठक्कर दिने हायसका चालक महोत्तरी महेशस्थान गाउँपालिका 5 बस्ने 40 वर्षीय हेमबहादुर जिम्बा तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। नुवाकोटको बटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आज बिहान 5ख 2858 नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको ना 33 प 3463 नम्बरको मोटरसाइकललाई नुवाकोटको बटारमा ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय दिवाकर खनालको ज्यान गएको छ। ठक्करबाट मोटरसाइकलमा रहेका अर्का एकजना घाइते भएका छन्। आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्। दाङ जिल्लामा माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 बबई नदीमा आज रा 1 त 3635 नम्बरको ट्र्याक्टरमा बलुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर 14 वर्षीय किशोर निरज परियार बिहान गम्भीर घाइते भएका थिए। तुलसीपुर उपमहानगरपालिका 9 बेलुवाका परियारका उपहारको क्रममा मृत्यु भएको इप्रपा तुलसीपुरले जनाएको छ। प्रहरले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरले जनाएको छ। समायोजनको विषयलाई लिएर सरकारी चिकित्सकहरूको आन्दोलन आज पनि जारी छ। आफूहरूलाई सङ्घर्ष अन्तर्गत राख्न माग गर्दै आन्दोलनमा रहेका सरकारी चिकित्सकहरूले आज पनि त्रिपालमै बिरामीलाई सेवा दिएका छन्। काठमाडौँ उपत्यका लगायत प्रदेश तथा जिल्ला अस्पतालहरूका चिकित्सकहरू आन्दोलित बनेपछि देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। सरकारी चिकित्सकहरूको आन्दोलनमा नेपाल चिकित्सक सङ्घले पनि एकताबद्ध जनाउँदै तत्काल समस्याको समाधान खोज्न सरकारलाई बिहिबार 72 घण्टे अल्टिमेटम दिएको थियो। समायोजनाका कारण स्थानीय तहमा जाँदा आफूहरूको वृत्ति विकास अवरुद्ध हुने भन्दै चिकित्सकहरूले समायोजनको निर्णय सच्याउन सरकारसँग माग गर्दै आएका छन्। इन्टरनेट सेवा प्रदायक संस्थाहरूले पनि सरकार विरुद्ध आन्दोलन सुरु गरेका छन्। टिभी प्रसारणको अनुमति लिएका कम्पनीलाई बिना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकार विरुद्ध आन्दोलन सुरु गरेका हुन्। टेलिभिजन प्रसारक संस्थालाई बिना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै उनीहरूले आज काठमाडौँको कमलादी स्थित नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा धरना समेत दिएका छन्। नियम कानुन विपरीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रसारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु गर्नु परेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो। इन्टरनेट प्रयोजनलाई पनि चलाउन मिल्ने गरी एउटा ब्याकडोरबाट त्यो पनि एनटिएबाट होइन कि इन्टरनेट सम्बन्धित हामीले बुझेको अहिलेसम्म एनटिएबाटै सबै काम कारबाही हुनेमा सञ्चार मन्त्रालय आफै लागेर त्यसमा चाहिँ एकदम फास्ट ट्र्याकबाट जाँदाखेरि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो कुरालाई एउटा प्रचलित नियम कानुन अनुसार गरेर एनटिए थ्रु एउटा समिति थ्रु चाहिँ गरेर एउटा सबैलाई सहभागी राखेर अक्सनमा गरेर
जानुपर्छ भन्ने हाम्रो सङ्घको धारणा हो। एनटिएले नगरेर सञ्चार मन्त्रालयबाट नै यसरी फ्रिक्वेन्सी दिने इन्टरनेटसम्म दिने भनेर जुन अहिले नीति नियममै नभएको कार्य भइरहेको छ, हाम्रो त्यसको विरोध हो। मन्त्रालयले माग सुनाइ गर्यो भने अझ हामी बृहत रूपमा चाहिँ यो विरोधको कार्यक्रममा लाग्छौँ, किनभने यो कुनै पनि देश नीति नियम कानुनबाट चल्नुपर्छ। अहिले चाहिँ मन्त्रालयले जुन गरिरहेको छ यो चाहिँ एकदमै गलत भइरहेको छ, यसमा हाम्रो विरोध हो। इन्टरनेट सेवा प्रदायक संस्थाहरूले आफूहरूले सहज रूपमा इन्टरनेट सेवा उपलब्ध गराइरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन्। उनीहरूले इन्टरनेट सेवा आफूहरूबाट सञ्चालन गर्ने कानुनी व्यवस्थाको उल्लङ्घन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबार नै नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन्। अब समाचारमा व्यावसायिक विश्रामपछि नेपाललाई डिजिटल रूपमा आर्थिक क्रान्ति र समृद्धतर्फ लैजाने आवश्यक रहेको सञ्चार मन्त्री बास्कोटाको भनाइ। तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी र पाकिस्तानको क्वेटामा बम विस्फोट 16 जनाको मृत्यु। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। सङ्घीय सरकारका सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाललाई डिजिटल रूपमा आर्थिक क्रान्ति र समृद्धतर्फ डोर्याउनु पर्ने बताएका छन्। आज जनकपुरधाम स्थित नेपाल टेलिकमको आजै वार्ड सुरु भएको एफटिटिएच सेवाको शुभारम्भ गर्दै मन्त्री बास्कोटाले काठमाडौँमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरू सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेको तर्क टेलिकमका कर्मचारीहरूलाई सचेत गराए। किनभने हामीले डिजिटल इकोनोमीको पनि कुरा गरेका छौँ। अस्ति भर्खर लगानी सम्मेलनको जहाँ अरू केही कम्पनीहरूले पनि सम्झौता गरे, तपाईँहरूलाई थाहा होला नि यस क्षेत्रमा आउँछु भनेर। कि तपाईँहरू पनि फेसबुकमा भात खाएको के खाएको च्याटमा मात्रै अल्झिनुहुन्छ, अरू कुरा हेर्नुहुन्न। यदि हेर्नुहुन्छ भने तपाईँहरूका पलपलमा चुनौती आइरहेको छ, त्यो त हामी छेक्न रोक्न सक्दैनौँ। त्यसैले समय छँदै आफ्नो एरिया कभर गर्नु पर्यो, खास गरिकन सहरी क्षेत्रहरू। म यहाँ एकैजना भए पनि यस वडाको वडा अध्यक्षज्यू आउनु भएको छ, म भन्न चाहन्छु उहाँलाई साक्षी राखेर, नगरको कार्यकारी प्रमुख पनि हुनुहुन्छ, कि यो सेवा जनकपुर क्षेत्रमा सबभन्दा बढ्दा छिटो लैजानुहोस्। हाम्रो सेवा सस्तो पनि छ, गुणस्तरीय पनि छ। 4200 कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम प्रविधिमा सेवाग्राहीले चाहे जस्तो काम गर्न नसकेको आरोप लगाए। हो कि होइन? टेलिकमको साथीहरूले हेर्नुपर्छ। अरूसित 600 कर्मचारी छ, हामीसित 4200। कति गुणा प्रगति हामीले गर्नुपर्ने हो, तर हामी ऊभन्दा तल परिसक्यौँ। एउटा भिन्नता चाहिँ छ, त्यो के छ भने अरू नाफाको निम्ति काम गर्छन्, नेपाल टेलिकम सेवाको निम्ति काम गर्नुपर्छ। त्यो त हो। अरू जहाँ नाफा हुन्छ त्यहाँ लगानी गर्छन्, त्यहाँ सेवा पुर्याउँछन्, तर नेपाल टेलिकम जहाँ नेपाली जनता बस्छन् त्यो ठाउँमा जानुपर्छ। नेपाल टेलिकम जतिको सम्पत्ति अरू सेवा प्रदायकहरू नरहेको उनले स्मरण गराए। आफ्नै शानदार भवन, उपकरण, टेक्नोलोजी, जनशक्ति हुँदाहुँदै समेत सबै नेपालीले अझै सेवा पाउन नसक्नु दुःखद रहेको उनको कथन थियो। नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक अमलेन्दु नारायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक दिल्लीराज अधिकारीले सबै नेपाली सक्षम गुणस्तरीय रूपमा पुग्न नेपाल टेलिकम प्रतिबद्ध रहेको बताए। राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतले सरकार विरुद्ध आन्दोलन गर्नु विकल्प नरहेको दाबी गर्नुभएको छ। नेता महतले सरकार 2/3 जनमतको दुरुपयोग गरेकाले पनि सरकार विरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पार्नुभयो। आज काठमाडौँमा आयोजित 11 विद्यार्थी सङ्गठनको कार्यक्रममा उहाँले सरकार विरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी सङ्गठनहरूलाई पनि आह्वान गर्नुभयो। नेता महतले आन्दोलन गर्दा रेशम चौधरीलाई सरकारले जन्मकैदको सजाय दिने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो। अब विद्यार्थीहरूले चाहिँ आन्दोलनको कुरा गरिरहेको छ। यो त कबाबमा हड्डी भएन।
2/3 को सरकार सब ठिकठाक गरेको छु भनेर भनिरहेको छ के? अस्ति केही दिन मात्रै पहिले 5-10 दिन पहिले यही सभागृहमा तो रिपोर्टर्स क्लब छ नि उसको कार्यक्रम थियो। त्यो कार्यक्रममा आएको थिए। अब प्रधानमन्त्री को पनि थियो। अब मैले भने यो त 2/3 जनताले किन दिएको तपाईलाई? अब 2/3 त जनताले यो मुलुकको समृद्धिको लागि दिएको। नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई आफ्नो दूत बनाएर मधेसमा पठाएको आरोप पनि लगाउनुभयो। सरकारले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवटाले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनु भएको हो। आज नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौँमा आयोजित 53औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै उहाँले मझौला खालका व्यवसायीहरू बढ्दै गएका पहाडका जिल्लाहरूमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने विषयलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो। अर्थमन्त्री खतिवटाले भन्सार कार्यालयहरूको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिबद्धता दोहोर्याउनुभयो। विकरण गर्दाखेरि त्यहाँ जानुपर्ने व्यवस्था पनि राख्नुपर्छ। त्यो हिसाबले तराईका सबै जिल्लाहरूमा र केही पहाडी जिल्लाहरूमा जहाँ व्यवसाय बढेको छ त्यहाँ अनिवार्य रूपमा सबैमा कर सेवा कार्यालयहरू खोल्ने भनेर हामीले ऐनको प्रक्रिया अघि बढाएका छौँ। जुन कर सेवा कार्यालयहरू कार्यालयमा उत्पन्न हुनुपर्ने हो त्यो पनि हामी गर्दै जान्छौँ। केही छोटी भन्सारलाई ठुलो भन्सार बनाउने र केही सञ्चालनमा नभएका छोटी भन्सारलाई चाहिँ हामीले चाहिँ फेरि सञ्चालनमा ल्याउने, त्यसलाई व्यवस्थित गर्ने र त्यसपछि भन्सारको पूर्वाधारहरूमा खास गरी आइसिपीको विषयमा जति कुराहरू उठेका छन् त्यो हामीले सम्बोधन गर्दैछौँ। त्यो कुराहरू मैले चाहिँ यहाँ नोट पनि गरेको छु। मैले धेरै लामो यसमा जान चाहिनँ। करमा जरिमानाको कुरा। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले रुग्ण उद्योगहरूलाई आवश्यक राहत दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। विभिन्न रूप हुन सक्छ, सहकारीसँग जोड्ने, हामी विभिन्न रूपसँग जोडेर चाहिँ उद्योगहरू चलाउँछौँ। डिजिटलको कुरा गर्नुभएछ, अब डिजिटलतिर जाने नै हो, नगइकन उपाय हुँदैन। राहतको बारेमा पनि हामी छलफल गर्छौँ। अब राहतको कुरा कमजोरले पाउनुपर्छ के राहत। तर हाम्रो यहाँ के भने जति ठुलो माथि पुग्यो त्यति राहत खोज्नु पर्छ। हामी हस्पिटलमा गयो भने तपाईँको तुरन्तै सबै चिज फ्री लेखिदिन्छ कि मतलब नेताहरू गयो भने कुनै फ्री लेखिदिन्छ डक्टर। तर बिचरा गरिब जाँदाखेरि कहाँ हुन्छ त? अर्थमन्त्रीज्यू अहिले हाम्रो भन्सारमा 4वटा च्यानल। मन्त्री यादवले थप उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताउनुभयो। सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य डाक्टर माधवी भट्टले आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि ढिलाइ नगर्न सरकारलाई सुझाव दिनुभएको छ। चैत्र 30 गते शनिबारदेखि पदावधि रोकिँदै गर्दा आज उद्योग परिसरमा पत्रकार सम्मेलन गरी उहाँले आयोग पदाधिकारी बहिन हुँदा संक्रमणकालीन न्यायका संयन्त्रहरू नै संक्रमणमा पर्ने भन्दै न्याय पदाधिकारीलाई नियुक्तिलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभएको हो। आयोगमा रहेका पीडितको उजुरीका फाइलको सुरक्षा र गोपनीयताको प्रश्न बारम्बार उठिरहेका बेला उद्योग पदाधिकारी बहिनीको अवस्थामा पुगेको भन्दै उहाँको त्यसतर्फ गम्भीर बन्न आग्रह गर्नुभयो। पदाधिकारी रिक्त भए लगतै आयोगमा दर्ता भएका 62,970 उजुरीको सुरक्षा र गोपनीयतामा प्रश्न उठ्न सक्ने भन्दै उहाँले आयोगलाई लामो समयसम्म पदाधिकारी विहीन नबनाउन आग्रह गर्नुभयो। सुरक्षा व्यवस्था राम्रो भए पनि हाम्रा प्रदेश कार्यालयहरूमा संयोजक लगायत अनुसन्धान अधिकारीहरूको समयावधि नथपिएकाले ती कार्यालयहरू पनि निष्क्रिय प्राय छन्। प्रदेश नम्बर 7 को दिपायल जहाँ सुरक्षा चुनौती बढी छ र प्रदेश नम्बर 3 को ललितपुरमा निजी भवन भाडामा लिई कार्यालय चलाइएको छ भने अन्य प्रदेशहरूमा उच्च सरकारी ओकीलको कार्यालयमा कार्यालय स्थापना गरिएको छ। यी प्रदेशहरूमा पठाइएका उजुरीहरू सबै केन्द्रीय कार्यालयमा फिर्ता ल्याइएका छैनन्। मैले चाहिँ यहाँ रिपोर्ट गरेको छु कतिवटा फाइलहरू चाहिँ हामीले प्रदेशमा पठाइएको छ
ती फाइलहरू चाहिँ जहाँ जुन अवस्थामा छन् त्यतिकै छ। त्यसैले ती फाइलहरूको सुरक्षा चाहिँ बढी चुनौतीपूर्ण छ र म चिन्तित भएको नि त्यसैका आधारमा हो। सचिवालयलाई ती फाइलहरू फिर्ता ल्याउने अधिकार छैन। त्यो फाइल अर्को पदाधिकारी नआउन्जेल जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सुरक्षित राख्नुपर्ने हुन्छ। कुनै एक मात्र उजुरी असुरक्षित भए भने त्यो एउटा उजुरीलाई ६३,००० को एउटा उजुरी भनेर काउन्ट। आयोग सदस्य भट्टले आयोगको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था राम्रो भए पनि प्रदेश कार्यालयहरूमा संयोजक लगायत अनुसन्धान अधिकारीहरूको समयावधि नथपिएकोले ती कार्यालयहरू निष्क्रिय भएको तथा प्रदेशहरूमा पठाएका उजुरीहरूको सुरक्षा चुनौतीपूर्ण रहेको बताउनुभयो। व्याख्या गर्न सक्ने त्यस्तो खालको व्यक्ति चाहिँ जरुरी पर्छ। नेपाल सरकारको 2071 माघ 27 गतेको मन्त्री परिषदको निर्णय अनुसार राजपक्ष र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादी बीच भएको सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको उद्घलनका घटनाको सत्य तथ्य छानबिन गरी कानुनी कारबाहीको सिफारिसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएको थियो। यसै सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्तिको सिफारिसका लागि पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रहरीको टोलीले सिराहाको छुट्टा छुट्टै स्थानबाट आज बिहान अवैध रूपमा रहेको सुन र लागु औषध सहित 2 युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका 21 स्थित पिप्रा टोलबाट 50 ग्राम अवैध सुन सहित सिराहाको धनगढी माई नगरपालिका 2 निवासी 25 वर्षीय मोहम्मद अक्रामुल राइनलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ 6 6801 नम्बरको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध सुनसहित राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा प्रहरी नायब परीक्षक माधवराज खरेलले जानकारी दिए। यसैगरी प्रहरीले लहान नगरपालिका 3 स्थित ठाडी चोकबाट लागु औषध सहित उदयपुरको गढी गाउँपालिका 7 निवासी 26 वर्षीय भरत तामाङलाई पक्राउ गरेको छ। पक्राउ परेका तामाङको साथबाट लागु औषध फेनारगन 50 एम्पुल, नुफिन 52 एम्पुल, डाइजिल्याब 60 एम्पुल र नाइट्रोजन 75 चक्की बरामद भएको प्रहरी नायब परीक्षक खरेलले बताए। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा आज बम विस्फोट हुँदा 16 जनाको मृत्यु भएको छ। प्रान्तीय राजधानी क्वेटाको हजारगञ्ज क्षेत्रमा पर्ने तरकारी बजारमा विस्फोट हुँदा 16 जनाको मृत्यु भएको हो। बजारमा रोकिराखेको प्रहरीको गाडीलाई लक्षित गरी विस्फोट गराइएको बीबीसीले जनाएको छ। विस्फोटमा कम्तीमा 15 जना घाइते भएको र उपचारका लागि उनीहरूलाई अस्पताल पुर्याएको छ। विस्फोटको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। मध्य चीनमा भएको मालवाहक रेल दुर्घटनामा 6 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो। दुर्घटनामा रेलका 25 वटा डब्बा रेलमार्गबाट बाहिर उछिटिएका थिए। हेनान प्रान्तको गोनियामा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन्। खोजका क्रममा 4 जना रेल सेवाका कर्मचारी र 2 जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ। रेलका डब्बा एक अर्कामाथि खटिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान पनि सुरु गरेका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। सुनसरीमा हायसको ठक्करबाट 1 जनाको मृत्यु, नुवाकोटमा टिपरको ठक्करबाट 1 जनाको मृत्यु। समायोजनको विषयलाई लिएर सरकारी चिकित्सकहरूको आन्दोलन जारी नै, आफूहरूलाई सङ्घर्ष अन्तर्गत राख्न माग। नेपाललाई डिजिटल रूपमा आर्थिक क्रान्ति र समृद्धतर्फ लैजान आवश्यक रहेको सञ्चार मन्त्री बास्कोटाको भनाइ। तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी। र पाकिस्तानको क्वेटामा बम विस्फोट 16 जनाको मृत्यु। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।